यसको स्ट्रक्चर चाहिँ अब रड सेप हुन्छ र सेल वल बनेको हुन्छ पेप्टिडोग्लाइकेन जुन स्यान्डविच भएको हुन्छ एउटा आउटर मेम्ब्रेन जुन पोलिस्याक्राइडले बनेको हुन्छ र एउटा इनर मेम्ब्रेन जुन फस्फोलिपिडले बनेको हुन्छ र यो दुईटा आउटर र इनर मेम्ब्रेनको बिचमा हुन्छ यो पेरिप्लाज्मिक स्पेस र यो पेरिप्लाज्मिक स्पेसमा पनि जेली लाइक फ्लुइड हुन्छ त्यो जेली लाइक फ्लुइड पनि पेप्टिडोग्लाइकेन र प्रोटिनहरूले बनेको हुन्छ यसको स्ट्रक्चर डिफरेन्स भयो यो सेल वलको स्ट्रक्चर भयो अनि त्यसपछि नेक्स्ट स्लाइड हो इंटरनेट स्ट्रक्चर अफ लिपिड सेलको बारेमा भन्दा यो चाहिँ अब एउटा प्रोकार्योटिक सेल हो त्यही भएर अब यसमा क्याप्सुल देखाए पनि यो चाहिँ नन क्याप्सुलेटेड हुन्छ नन क्याप्सुलेटेड नन स्पोर फर्मिङ नन मोटाइल हुन्छ यो अनि फ्ल्याजेलम यसमा देखाए पनि धेरै फ्यु स्पिसिसहरुमा चाहिँ फ्ल्याजेलम हुन्छ अनि यसको इंटरनेट स्ट्रक्चर भन्दाखेरि चाहिँ यसमा जुन राइबोसोम हुन्छ त्यो चाहिँ 70S राइबोसोम हुन्छ जुन 50S र त्यसको माथि एउटा 30S को सबयुनिट भएर बनेको हुन्छ अनि यसमा जुन न्यूक्लियस हुन्छ त्यसको सिंगल सर्कुलर टाइप अफ डीएनए हुन्छ यसमा अब त्यो डीएनए पनि न्यूक्लियस भित्र नभएर यो न्यूक्लियर डिभिजन भित्र हुन्छ अब यसको नेक्स्ट स्लाइड हो साथीले भनेको जस्तै अब्लिगेट इन्टरसेप्टर वेबसाइट हो मतलब यसलाई चाहिँ एउटा होस्ट सेट चाहिन्छ लिभिङको लागि अनि त्यही भएर यसको अर्गानिजम्सहरु पनि नेक्स्ट टाइम गरेर नेक्स्ट के हो नो मेम्ब्रेन बाउन्ड अर्गानिजम्स त्यही भएर यसको चाहिँ अब युक्यारियोटिक नभएर प्रोकार्योटिक भएर होस्टमा डिपेन्ड गर्ने हुनाले गर्दाखेरि यसको मेम्ब्रेन बाउन्ड सेल अर्गानिजम्सहरु जुन इन्डोप्लाज्मिक रेटिकुलम गोल्गी बडीजहरु अनि भ्याक्युल्सहरु एक्सेप्ट ग्यास भ्याक्युल यिनीहरु चाहिँ एब्सेन्ट हुन्छ अब यसको रिप्रोडक्सन बारेमा भन्नु रिकेट्सियाको रिप्रोडक्सन बारेमा भन्दाखेरि चाहिँ जुन त्यो रिकेट्सिया हुन्छ नि त्यो इन्डोलिथियल सेल्सहरुमा गएर टाँसिन्छ पहिला त्यसपछि त्यो इन्डोलिथियल सेल्सहरुले फेगोसाइटोसिसद्वारा त्यो तिनीहरुलाई भित्र इन्भल्भ गर्छ र हिजो ब्याक्टेरिया टपिक भएको साथीहरु एक ग्रुपका साथीहरुले भने कि फेगोसाइटोसिस गरिसकेपछि रिकेट्सियाको केसमा चाहिँ अब छुट्टै हुन्छ तर अरु केसेसहरुमा जुन फरेन बडीजहरु हुन्छ त्यसलाई चाहिँ इन्भल्भ गरिसकेपछि डिस्ट्रोय गरिदिन्छ बट रिकेट्सिया चाहिँ यो फेगोसोम हुन्छ फेगोसोमलाई चाहिँ स्केप गरिदिन्छ र आफ्नो भित्र चाहिँ कोलोनिजहरु भएर कोलोनिज युनाइट गरेपछि कसै हो भने चाहिँ त्यसको सिंगल सर्कुलर डीएनए हुन्छ सिंगल सर्कुलर डीएनए चाहिँ रेप्लिकेसन भएर अनि यो बढ्दै जान्छ र ट्रान्सफर्स बाइनेरिक फिजनबाट एउटा रिकेट्सिया चाहिँ दुईवटा हुन्छ र त्यसपछि त्यस्तै धेरै बढ्दै जान्छ र यो इन्डोलिथियल सेल भरि फैलिन्छ र लास्टमा गएर इन्डोलिथियल सेलले फुट्छ र ती सबै रिकेट्सियाहरु इन्डोलिथियल सेलबाट निस्किन्छ अब कहाँ निस्किन्छ भने चाहिँ नेक्स्ट अब त्यो इन्डोलिथियल सेलबाट फुटेर चाहिँ रिकेट्सिया निस्केपछि तिनीहरु लिम्फेटिक भेसल्सहरुभित्र पुग्छन् र लिम्फेटिक भेसल्सहरुभित्र पुगिसकेपछि ती लिम्फेटिक च्यानलहरुबाट धेरै ठाउँमा ट्रान्सफर हुन्छ जस्तै हाम्रो ब्रेन हार्ट र लङ्सहरुमा ट्रान्सफर हुन्छ र तिनीहरुले भेराइटिज अफ डिजिजहरु कज गर्छन् जसलाई चाहिँ हामीले टु टाइप्स क्लासिफाई गरेका छौं